साथीहरु हेर्नुलाई यो चाइनिजहरुले चाहिँ गहुँ उमारेर पनि यति मिठो मिठो परिकार बनाएर चाहिँ खाँदा रहेछ नि साथीहरु। भिडियोलाई अन्तिमसम्म हेर्नुला। अब हेर्नुलाई गहुँलाई चाहिँ मजासँगले चाहिँ केलाउँदो रहेछ हैन। अब यिनीहरु अल्सी पनि हुँदैन कि मेन कुरा चाहिँ। अनि फेरि यिनीहरुलाई चाहिँ परिकार चाहिँ थरी थरीका बनाएर खानु आउँछ हैन। अल्सी पनि हुँदैन। यो गहुँलाई चाहिँ मजासँगले चाहिँ भिजाउँदो रहेछ। भिजाइसकेपछि चाहिँ यिनीहरुले चाहिँ एकदम मिठो मिठो अनौठो तरिकाको चाहिँ परिकारहरु बनाएर चाहिँ खाँदो रहेछ साथीहरु। ल हेर्नुस् त यसलाई चाहिँ गहुँलाई चाहिँ मजाले केलाएर चाहिँ यहाँ भाँडामा चाहिँ भिजाइरहेको छ हैन। अनि एक रात भिजाउनु पर्दछ। त्यसपछि चाहिँ फेरि ल्याएर चाहिँ मजासँगले चाहिँ अब पानीलाई चाहिँ हटाइदिनु पर्दो रहेछ। त्यसपछि चाहिँ नाङ्लोमा चाहिँ मजाले चाहिँ सुकाउनु पर्दो रहेछ हैन। अब हेर्नुलाई अब चाइनिजहरुले चाहिँ हैन यो आफूले नि बनाएको भाँडाहरु अनि काठको भाँडाहरु आफै बनाउँछ, माटोको भाँडाहरु प्रयोग गर्छ। हामी नेपालीहरुले चाहिँ बजारमा जाने लबरहरु ल्याउने त्यही लबरहरु प्रयोग गर्ने गरिन्छ। अनि यो हेर्नुलाई यो गहुँलाई चाहिँ मजासँगले चाहिँ नाङ्लोमा चाहिँ उमारिसकेको छ है। हेर्नुलाई हेर्दाखेरि पनि एकदम यो धानको ब्याड जस्तै देखिन्छ हैन। अब यसको चाहिँ के परिकार बनाउँछ त ल हेर्नुस् त। अब यसलाई चाहिँ फेरि निकाल्दै हुनुहुन्छ हैन। ल हेर्नुस् त। आहा यिनीहरुलाई परिकार बनाएर खान चाहिँ कसैले पनि सक्दैन। अनि अल्सी पनि हुँदैन। यिनीहरु एकदम ट्यालेन्ट पनि हुन्छ है। अब हामी भने चाहिँ अब यो तरिकाले त परिकार बनाएर चाहिँ खाँदैन। हामीले खाँदैन, सायद कसैले पनि खाँदैन होला। त्यो एकदम अल्सी, धेरै समय पनि लाग्ने हैन। ल हेर्नुस् त। अब यो चाहिँ यो धानको जस्तो ब्याड जस्तो देखिया छ हैन। अब यसलाई चाहिँ चट्ट काटेर चाहिँ के बनाउँदै हुनुहुन्छ है साथी। ल हेर्नु ल। अब यसलाई चाहिँ कुटेर चाहिँ टक्कसँगले हेर्नुलाई ओखलीमा चाहिँ कुटेर के बनाउँछ त माटोको भाँडामा चाहिँ लगाउँदैछ। अनि फेरि यो चामल पनि यहाँ चाहिँ अब परिकार बनाउनको लागि चाहिँ चामल पनि प्रयोग गर्दो रहेछ। यसलाई पनि भिजाएर चाहिँ मजासँगले चाहिँ अब के गर्छ त हेर्नु होला साथीहरु। टक्कसँगले हेर्नु होला। यो चाहिँ एकदम आफैले बनाएको काठको भाँडो। अनि यहाँ चाहिँ मजाले बफ्याउँदो रहेछ के यसलाई फेरि। अनि बफाइसकेपछि पकाइसकेपछि चाहिँ हैन। अनि फेरि योसँग मोलमाल बनाउँदो रहेछ हैन। ल हेर्नुस् त। अब हेर्दाखेरि पनि एकदम दामी दामी चाहिँ देखिन थालिसकेको छ है। अनि फेरि यसलाई चाहिँ एक रात भिजाउँदो रहेछ। अब यो चाहिँ एक हप्ता मात्रै खानको लागि चाहिँ तयार हुन्छ कि हो। ल हेर्नुस् त। अब फेरि यसलाई चाहिँ निकालेर चाहिँ अब नाङ्लोमा फेरि अब पानी चाहिँ हटाउने हैन। पानी चाहिँ हटाउँदो रहेछ। अनि भित्र भएको यो एकदम पिठोलाई चाहिँ के गर्छ त ल हेर्नुस् है साथी। अब यसलाई चाहिँ के गर्छ त भनिसकेपछि मजासँगले चाहिँ फेरि यसलाई चाहिँ उमाल्दो नि रहेछ। अनि उमालिसकेपछि चाहिँ अब फेरि हेर्नु होला है के गर्छ त अब। ल हेर्नुस् त। हेर्दाखेरि त एकदम दामी छ। यो त कस्तो देखियो त एकदम मह जस्तै देखियो त, सक्खरहरु जस्तै है। यो तरिकाको चाहिँ चकलेटहरु हो कि के हो यो त। ल हेर्नुस् त। एकदम उमालेर चाहिँ खारेर चाहिँ खार्दो रहेछ। त्यसपछि यो बदमहरु केहरु मिक्स गर्दो रहेछ कि है। त्यो चकलेट पो बनाउन लाग्यो के हो। ल हेर्नुस् त। ओहो थरी थरीको यहाँ चाहिँ एकदमसँगले चाहिँ बदामहरु के मिक्स गर्दो रहेछ है। अनि त्यसपछि चाहिँ यो चाहिँ चकलेट बनाएर चाहिँ खाँदो रहेछ। ल हेर्नुस् त। ओहो यसरी चट्ट 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 काटेर हैन टक्क ढिका ढिका बनाएर चाहिँ ल हेर्नुस् त। वाउ यति मिठो परिकार बनाएर चाहिँ खाँदो रहेछ साथी। ल हेर्नुस् त। यिनीहरुलाई सकिन्छ त सक्दै सकिँदैन नि यिनीहरुलाई। यिनीहरु परिकार बनाउन पनि अब एकदम सिपालु हुन्छन् हैन। अल्सी पनि हुँदैन यिनीहरु हैन। अनि यिनीहरुले चाहिँ एकदम अनौठो तरिकाको चाहिँ परिकारहरु बनाएर चाहिँ खाँदो रहेछ नि साथी।